आजको भिडियोमा म तपाईलाई डिफरेन्स बताउन गइरहेको छु कन्सिडर, कन्सिडरेबल र कन्सिडरेबली। डिफरेन्स अनि साथै नेपालीमा अर्थ र कसरी युज गर्ने त्यो पनि बताउने छु। पहिलो वर्ड छ कन्सिडर। The consider को अर्थ हुन्छ to think about something very carefully before deciding। निर्णय गर्नु अगाडि ध्यानले सोच्न, विचार गर्न, ध्यानमा लिन यो यसको अर्थ हुन्छ। जस्तो I will consider your advice। तिम्रो सल्लाहलाई विचार गर्नेछु। पहिला सोच्छु मजाले and then after म त्यसमा एक्ट गर्छु। यो यसको अर्थ हुन्छ। कन्सिडर को यो पनि अर्थ हुन्छ regard as मतलब ठान्नु। He is considered a good teacher। उसलाई राम्रो शिक्षकको रूपमा ठानिन्छ, राम्रो शिक्षक मानिन्छ। We consider this is a serious problem। हामी यसलाई धेरै नै गम्भीर समस्याको रूपमा ठान्छौँ, मानिलिन्छौँ। यो यसको अर्थ हुन्छ। कन्सिडर चाहिँ वर्ब थियो। अब कन्सिडरेबल जुन सेकेन्डमा छ यो चाहिँ एड्जेक्टिभ हो। यसले डिस्क्राइब गर्छ र यसको अर्थ हुन्छ धेरै मतलब उल्लेखनीय या राम्रो मात्रामा। बुझ्नुभयो? मतलब धेरै हुनु, लार्ज इन अमाउन्ट और साइज। इक्जाम्पलबाट बुझ्नुहोस् he has a considerable experience। उसँग राम्रो मात्रामा या पर्याप्त अनुभव छ। A considerable amount of money was spent। पर्याप्त नै हैन धेरै मात्रामा पैसा चाहिँ खर्च गरियो। Considerable amount of money was spent। He has a considerable amount of money in his bank account। In his bank account पर्याप्त या धेरै पैसा हैन उसको बैंक खातामा, बैंक अकाउन्टमा छ। द लास्ट वर्ड छ कन्सिडरेबली। यो चाहिँ एडभर्ब हो। एडभर्ब जसले एडजेक्टिभ या वर्बलाई मोडिफाई गरिरहेको हुन्छ। यसको अर्थ हुन्छ धेरै नै, निकै हदसम्म। जस्तो इक्जाम्पल्सहरु द प्राइसेस हैव इन्क्रिज कन्सिडरेबली। मतलब पैसा जुन प्राइसेस छ त्यो चाहिँ निकै नै बढिएको छ। हर हेल्थ इम्प्रुभ कन्सिडरेबली। उसको स्वास्थ्य निकै राम्रो भएको छ कन्सिडरेबली। द वेदर इज कन्सिडरेबली बेटर। मतलब वेदर सायद कति दिनको खराब थियो होला र उ भन्दैछ द वेदर इज कन्सिडरेबली बेटर। मतलब मौसम चाहिँ निकै राम्रो भएको छ। त मन पर्यो भने गर्न नबिर्सिनु होला।